नमस्ते। आज फेरि फ्राइडे, आज फेरि हामी एउटा गेम लिएर आएको छौँ। तपाईहरुलाई म यो गेम चाहिँ म सुरुमा आफैले एकचोटि गरेर देखाउँछु, त्यसपछि अनि भाइ बहिनीहरुलाई चाहिँ गेम खेलाउँछु है त। च्यालेन्ज सिम्पल छ, मिरारमा बिस्कुट राख्ने, यसरी गरेर मुखमा खाने। म चाहिँ लास्टमा गर्छु है। ल हाम्रो फर्स्ट क्यान्डिडेट हाम्रो सन्तुराम सरले चाहिँ अब च्यालेन्ज एक्सेप्ट गर्नु भएको छ है त। बिस्कुट खाने च्यालेन्ज है त। ल सेकेन्ड टर्न अन्त कपाल छैन सरलाई जान्छ। थर्ड टाइम है त यो। क्यान्डिडेट हाम्रो अमिर सरलाई ल ल ल सन्तराम सर हालिदिनुहोस् ल ल। ल नाउ इट्स सेकेन्ड टर्न है त। ल हाल्नुपर्ने के थिएन हिजो चाहिँ केरा हेऱ्यो हामीले। नाउ इट्स थर्ड टाइम। ल अब चाहिँ ट्याक्कै बिचमा राख्नु पर्यो नि। पैसा आएको छ अब। ल हाम्रो प्रभात सरको पाली फर्स्ट राउन्ड है त। ल कस्तो गरेर अमिरले कस्तो गरेर धेरै कहाँ त्यस्तो हुन्छ त्यहीँ हो। ल चिप्लो लिएर तासिरहेको छ कि हामीले आइरहेछ आइरहेछ। केटोले घरमा प्र्याक्टिस हेरेर चाहिँ टाँस्यो क्या मेरो। ल थर्ड राउन्ड। ल सधैँ मैले मात्र जित्नु भएन नि। ल प्रभात सरको पाली सक्यो। पाली आयो है त। अब प्रतिज्ञा म्याडमको पाली आयो। ल त्यो जिरो जिरो निकाल्नु पर्यो होला नि त। हात हात होइन हात होइन। अघि खाएको बिस्कुट या पानीले मिल्दै हुनुहुन्थ्यो उहाँले। सेकेन्ड राउन्ड है त। ल ल अब थर्ड टाइम है त। ल ल हाम्रो म्याडमको पाली आयो। राउन्ड 1
अलि 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 ल ल सेकेन्ड राउन्ड है त सेकेन्ड ल सेकेन्ड राउन्ड ल ल इट्स थर्ड राउन्ड है त ओइली फेस ल गयो हाम्रो उज्जवल दाइको पालो हो तयारी गर्नु पर्यो नि त यस्तो हल्का होइन केटा ल्याऊ है लाई खोइ त्यहाँ नाक ठुलो भएर चाहिँ के हो अझै भ्याउँदैन अझै भ्याएन क्या स्कुलको बास्ना जस्तो आइसक्यो आजको हाम्रो मास्टर विनर होइन अब प्राइज डिस्ट्रिब्युसन सेरेमनी सुरु भइसक्यो ल 1 2 3 तिनटै देख्नु पर्यो क्या अब सेकेन्ड विनर हाम्रो सेकेन्ड विनर 1 2 खै धन्यवाद गरेको